पावन अवसरमा हामीले हाम्रा अभिभावक जसले हामीलाई यो जग्गा प्रदान गर्नुभयो, आज उहाँ यो धरतीमा हुनुहुन्न, उहाँ स्वर्गमा हुनुहुन्छ। तथापि आज उहाँको धर्मपत्नी हामीसँग हुनुहुन्छ, जो भुमा कुमारी पोखरेल, 97 वर्षकी भुमा कुमारी पोखरेललाई आज हामी सम्मान गर्न गइरहेका छौँ। यसै सन्दर्भमा मन्दिरका अध्यक्ष महोदय, यो समितिका पदाधिकारीज्यूहरू, सम्पूर्ण सदस्यज्यूहरू अनि जग्गा दाताहरू, हाम्रा आदरणीय अभिभावक, ज्येष्ठ नागरिकज्यूहरू र जति पनि यहाँ उपस्थित हुनुहुने हामी सम्पूर्ण पोखरेल परिवारका सदस्यज्यूहरूको तर्फबाट आज भुमा कुमारी पोखरेललाई आज सम्मान गर्न गइरहेका छौँ। यसै सन्दर्भमा हाम्रा ज्येष्ठ नागरिकहरू बाट उहाँलाई सम्मान गरिदिनु हुन, यसै यो मन्दिर जसले हामीलाई यो मन्दिर बनाएर यो पोखरेलहरूको एउटा जमघट, एउटा पूजा गर्ने जुन एउटा आश्रम, एउटा स्थल उहाँले बनाइदिनु भयो, उहाँलाई हार्दिक हामी सम्पूर्ण पोखरेलहरूको तर्फबाट हार्दिक धन्यवाद दिँदै उहाँकै करकमलबाट आदरणीय भुमा कुमारी पोखरेलज्यूलाई सम्मान गरिदिनु हुनको लागि म हार्दिक आमन्त्रण गर्न चाहन्छु। नारायण प्रसाद पोखरेलज्यू। भुमा कुमारी पोखरेल नि हजुरको नाम के हो? मेरो त्यही हो, भुमा कुमारी पोखरेल नि। भुमा कुमारी हो। भुमा कुमारी पोखरेल नि आलेबारी साइली हो। यसै सन्दर्भमा आदरणीय हाम्रा अभिभावक, ज्येष्ठ नागरिक भुमा कुमारी पोखरेलज्यूलाई सम्मान गरिदिनु हुन, यस मन्दिर निर्माण गरेर हामीलाई हस्तान्तरण गर्नुहुने आदरणीय अभिभावक नारायण प्रसाद पोखरेलज्यूलाई उहाँको करकमलबाट सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सबैले कडकडाट तालीबाट सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध। नमो ज्येष्ठाय श्रेष्ठाय ल फोटो लिम है, फोटो हते नमः अम्बे अम्बिके बालिके नमः। ताली पिट्नु है हजुर, ताली बजाउनु। गरेर अनि यस्तो गर्नुभएको अझै हाम्रो चाहिँ अझ चिरायु शतम जीव शतम जीव शतम जीव। धन्यवाद आदरणीय नारायण प्रसाद पोखरेलज्यू। यसै गरी रामप्रसाद पोखरेलज्यू, उहाँलाई पनि टिका लगाएर अबिर के भन्छ यहाँ केसरी लगाएर सम्मान गरिदिनु अनुरोध गर्दछु। ताली बजाउनु है सबैले। यसै गरी नरेशलाई पनि म हार्दिक अनुरोध गर्दछु। ल के तपाईँ आइज ल। यसै गरी मैले सबैको नाम उच्चारण गर्न अलिकति लामो प्रक्रिया हुने भएको हुनाले सबैजना महानुभावहरूले उहाँलाई अबिर लेपन गरेर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल यो प्रक्रिया जारी रहिरहनेछ। यो चाहिँ यस मन्दिरको मलाई यहाँ सम्मान भइरहेको छ। आजसम्मको हिसाब किताब के कति भयो, आर्थिक पक्षको यहाँ रामप्रसाद पोखरेल
ले हेरिरहनु भएको छैन उहाँले पुरुषोत्तम पोखरेललाई हस्तान्तरण गर्नुभएको छ यो आर्थिकको विषयमा प्रकाश पारिदिनु हुन पुरुषोत्तम पोखरेललाई हार्दिक अनुरोध गर्दछु।